नेपाल उदयपुर जिल्ला समन्वय समिति को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँ सम्पूर्णलाई क्रान्तिकारीमा चलाउ उपस्थित सम्पूर्ण बन्धुहरू अहिले देशको अवस्था हेर्दाखेरि अत्यन्त नाजुक छ। यो देशमा चारैतिरबाट भ्रष्टाचार मौलाएको छ। राम्रो काम गर्ने मान्छेहरूलाई पुरस्कृत गर्नुको साटो यहाँ हतोत्साही बनाइँदैछ, कारबाही गरिँदैछ, लखेटिँदैछ। यो सामान्य कुरा होइन। हाम्रो पार्टीको अध्यक्ष कमरेड प्रचण्ड सुरु गर्नुभएको सुशासनको अभियानदेखि डराएर भ्रष्टाचारीको नायिका केपी शर्मा ओलीले इमानदार र यो देशमा केही सुशासनको पक्षमा काम गर्ने मान्छेहरूलाई छानी खेदी लखेटिरहेको छ। हामी सम्पूर्ण न्यायप्रेमी समुदायहरूलाई पनि अपिल गर्न चाहन्छौँ, यसबेला वास्तवमा अब हामी नेपालीहरू, हामी युवाहरू जाग्ने बेला भएको छ। यस्तै पारा हो भने नेपालमा भोलि युवाहरू विद्यार्थीहरू बस्ने अवस्था आउने छैन। सबै युवा नेपालीहरू विद्यार्थीहरू अब विदेश जानुपर्ने अवस्था छ। यहाँ राम्रो काम गर्ने मान्छेलाई लखेटिन्छ, इमानदार कर्मचारीहरूलाई लखेटिन्छ, सुशासन रहँदैन, भ्रष्टाचारी र भ्रष्टाचारका नायकहरू मात्रै रहन्छन् भने यो देशमा अब भ्रष्टाचारी मात्रै रहन देखिन्छ। त्यसकारण पनि आज हाम्रो यो विरोध कार्यक्रम हो, विरोध सभा हो। हामी यो भ्रष्टाचारको नायक केपी ओली सरकारलाई चेतावनी दिन चाहन्छौँ कि यस्तै कदम तिम्रो रहँदै जाने हो भने खबरदार, यो सरकार धेरै दिन टिक्दैन। आफै यो गर्ने ढल्ने छ, यो सरकार ढल्ने छ। यहाँका नौजवान युवाहरूले यो सरकारको विरुद्धमा अब आगो बाल्नेछन्। यो सरकारको विरुद्धमा अब हरेक चोकमा, बस्तीमा, सहरमा र गाउँमा निरन्तर आन्दोलन हुनेछ। सरकारको विरुद्धको पक्षमा यो अभियानमा पनि सम्पूर्ण जनसमुदायहरूलाई, युवा विद्यार्थीहरूलाई लाग्नको लागि म अपिल गर्न चाहन्छु। र जबसम्म यो देशमा भ्रष्टाचार र वैश्विक नेपाल उदयपुर र अखिल क्रान्तिकारी उदयपुरको संयुक्त आयोजनामा विरोध कार्यक्रम भइरहेको छ र अहिले यस विरोध सभामा कोट सभा चाहिँ आयोजना गरिरहेको छ। त्यस कोट सभालाई सम्बोधन गर्नका लागि वैश्विक उदयपुर जिल्ला संयोजक ईश्वर पोखरेलज्यूलाई अनुरोध गर्दछु। अभिवादन। म ईश्वर पोखरेल, वैश्विक नेपाल उदयपुरको संयोजक। अहिले हामी यो देशमा भइरहेको भ्रष्टाचारको विरुद्धमा र केपी सरकारले जुन एउटा कुशल व्यवस्थापक नेपालमा अँध्यारोबाट उज्यालो युगमा प्रवेश गराउने एकजना महान उज्यालो नेपालका अभियन्ता नायक कुलमान घिसिङलाई जुन विद्युत प्राधिकरणबाट हटाएर जुन गैर कानुनी असंवैधानिक कार्य गरेको छ, त्यसको विरुद्धमा हामीले आज यो उदयपुरको गाईघाटमा सांकेतिक रूपमा विरोध प्रदर्शन कार्यक्रम गरेका छौं। अब यो देशमा केपी सरकारले, ऊर्जा मन्त्री दीपक खड्काले यो कुलमान हटाउने निर्णयलाई नसच्याएसम्म यो देशका युवाहरू, विद्यार्थीहरू कुलमानको पक्षमा, भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा निरन्तर लागिरहनेछन्। म आह्वान पनि गर्न चाहन्छु सचेत युवाहरूलाई, आज
यो देशमा जसरी हाम्रो 18 घण्टे लोड सेडिङ अन्त्य गरेर अहिले सबै युवा विद्यार्थीहरूले सहज ढङ्गले हामी आम नागरिकले विद्युत पाएका छौँ। यो देन कुशल व्यवस्थापक कुलमान घिसिङबाटै सम्भव भएको हो र आज यो कुशल व्यवस्थापकदेखि डराएर केपी सरकारले, यो अहिलेको असंवैधानिक सरकारले, अप्राकृतिक सरकारले चाहिँ यो कुशासन निम्ताइरहेको छ र सुशासनको विरुद्धमा, भ्रष्टाचारको पक्षमा जुन काम गरिरहेको छ यसको विरुद्धमा हामी युवा तथा विद्यार्थी साथीहरू भेला भएर आज हामीले यो विरोध कार्यक्रम गरेका हौँ। अँध्यारोको अन्धकार थियो, त्यसैगरी पुनः उज्यालोदेखि डराएकाहरूले यो अन्धकार बनाउने चेष्टा गरिरहेका छन्। यसको विरुद्धमा सम्पूर्ण युवा विद्यार्थी र सम्पूर्ण उहाँको यो गाईघरको सुन्दर नगरीबाट एमाले र काङ्ग्रेसभित्र रहेका सम्पूर्ण इमानदार कार्यकर्ता तथा साथीहरूलाई पनि म यो आह्वान गर्न चाहन्छु, तपाईँहरू दलको दलाली भएर नबस्नुहोस्। केपी ओली र शेरबहादुर देउवाले तमाम युवा विद्यार्थीको भविष्य अन्धकार पार्दैछ। तपाईँहरू सचेत युवा बुद्धिजीवी विद्यार्थी। नमस्कार, म रञ्जना मगर। तस्करीको संरक्षक भयो। यो बिचौलिया अहिले जुन सरकारको यो बनियतपूर्ण हरकतहरू भइरहेको छ यसका विरुद्धमा चाहिँ हामीले समग्र वाइसेल र विद्यार्थीको संयुक्त विरोध प्रदर्शन गरिरहेको छौँ। यसमा जुन विगतको दिनमा हामी विद्यार्थी भएको नाताले गर्दा विद्यार्थीहरूले एउटा अन्धकारमा एउटा चुकी बत्ती बालेर कति जसले पढ्नु परेको थियो त्यो अवस्थाको युग चाहिँ हामीले भोगेर आइसकेको छौँ। तर आज हाम्रो विद्युत प्राधिकरणमा चाहिँ नियुक्ति भइसकेपछि हामीले जुन एउटा अँध्यारो नेपाललाई चाहिँ उज्यालो नेपाल बनाउन सफल हुनुभएको थियो, तर उहाँलाई चाहिँ पुरा फिल गर्नुको साटो चाहिँ अझै दण्डित गरेर अपमानजनक ढङ्गले चाहिँ उहाँको कार्यकालीन प्रतिबन्ध चाहिँ जुन ढङ्गले सरकारले उहाँलाई बनियतपूर्ण ढङ्गले चाहिँ निष्कासन गरेको छ त्यसका विरुद्धमा चाहिँ जनताको निम्ति काम गर्ने कर्मचारी र आम नेपालीहरूलाई सुशासनको पक्षमा काम गर्ने प्रत्याभूति हुनको निम्ति यो सरकारको बयान। नमस्ते, म ईश्वरमान राई, वाइसेल जिल्ला उदयपुर जिल्ला समन्वय समितिको म सचिव। आजको कार्यक्रम हामीले कुलमान घिसिङलाई बर्खास्त गरेको विरुद्धमा हामीले यो आन्दोलन, यो जुलुस, विरोध जुलुस हामीले गरिरहेका छौँ र यो विरोध र्याली यतिकै टुङ्गिने छैन जबसम्म कुलमान घिसिङ जस्तो यो देशमा को लागि काम गर्ने सच्चा कर्मचारीहरूलाई पुनर्बहाली जबसम्म गर्दैन तबसम्म यो आन्दोलन रहिरहनेछ र हामी पुनर्बहाली गराएरै छोड्नेछौँ। सरकार मुर्दाबाद, सरकार मुर्दाबाद, ऊर्जा मंत्री राजीनामा दे, ऊर्जा मंत्री राजीनामा दे, निरंकुश प्रधानमंत्री राजीनामा दे, निरंकुश प्रधानमंत्री राजीनामा दे, विद्युत विसंगति का अंत कर, विद्युत विसंगति का अंत कर, भ्रष्टाचारीहरूलाई कारबाही गर, भ्रष्टाचारीहरूलाई कारबाही गर, भ्रष्टाचारीहरूको हिजोले पाइँदैन, भ्रष्टाचारीहरूको हिजोले पाइँदैन, भ्रष्टाचार सरकार मुर्दाबाद, भ्रष्टाचार सरकार मुर्दाबाद, गैरकानूनी बर्खास्त खारेज कर, गैरकानूनी बर्खास्त खारेज कर, कुलमान घिसिङलाई व्यवस्थापना गर, कुलमान घिसिङलाई व्यवस्थापना गर, विद्युत लबी होशियार, सम्पूर्णलाई नमस्ते, अभिवादन। म ज्ञानेन्द्र मगर, वाइसेल नेपालको केन्द्रीय सदस्य, उदयपुर जिल्ला इन्चार्ज पनि। र आज चाहिँ हाम्रो यो विरोध कार्यक्रम चाहिँ नेपालको एउटा सच्चा इमान्दार कर्मशील चाहिँ विद्युत प्राधिकरणको एमडी कुलमान घिसिङलाई चाहिँ जुन अलि सरकारले चाहिँ जुन
पदबाट हटाइयो त्यसको विरुद्धमा चाहिँ आज वाइएसएल नेपाल र विद्यार्थीहरूको संयुक्त आयोजनामा यो विरोध सभा चाहिँ आयोजना गरिएको हो र वास्तवमा अहिलेको भ्रष्ट सरकारले यो असल इमान्दार कर्मचारीलाई जुन तरिकाबाट हटाइएको छ र भ्रष्टाचारीहरूको पक्षमा चाहिँ उनीहरू उभिरहेको छ त्यसको विरुद्धमा हाम्रो आवाज थियो र पक्कै पनि यस्ता कदमहरूबाट सम्पूर्ण नेपालीहरूले चाहिँ जुन खालको चाहिँ सुशासनको चाहिँ आश लिएको थियो त्यो आशबाट चाहिँ हामी एकदमै पर चाहिँ पुगेको छौँ र त्यो निराशामा चाहिँ बदलिएको छ। त्यो अवस्थामा चाहिँ यो सरकारलाई चाहिँ हामी खबरदारी गर्नका लागि र कुलमान घिसिङलाई चाहिँ पदस्थापना गर्नका लागि यो हाम्रो विरोध सभा थियो र हामी सम्पूर्ण न्यायप्रेमी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यो एउटा वाइएसएल नेपाल र विद्यार्थीको मात्रै आवाज नभएर सिङ्गो नेपालीको आवाज हो। जसरी अन्धकारमा रहेको नेपाललाई 18 घण्टासम्म चाहिँ लोड सेडिङमा रहेको चाहिँ अवस्थाको नेपाललाई चाहिँ एक असल कुशल नेतृत्व कुलमान घिसिङले चाहिँ अहिले जुन लोड सेडिङ अन्त गरेर घाटामा गएको विद्युत प्राधिकरणलाई चाहिँ नाफामा ल्याएको छ त्यो कुराको लागि पनि हामीले चाहिँ कुलमान घिसिङको पक्षमा चाहिँ आवाज उठाउनुपर्छ भन्ने पनि म यहाँलाई आह्वान गर्न चाहन्छु। जसरी एउटा सामान्य गरिब निमुखाको घरमा चाहिँ 3 महिना विद्युतको महसुल नतिर्दा लाइन काटिने तर ठुल्ठुला उद्योगी व्यवसायीहरूको बक्यौता रहेको रकम चाहिँ ताकेता गर्दाखेरि तिर्नका लागि चाहिँ ताकेता गर्दाखेरि पनि लाइन काट्नबाट अवरोध गराउने काटिएको लाइन पनि जोड्न लगाउने जस्ता खालका चाहिँ गतिविधिहरूले यो सरकार नालायक सरकार हो भन्ने चाहिँ यहाँ महसुस गराउँछ। त्यस अर्थमा म फेरि पनि यो आज आन्दोलनबाट यो गाईघाटको बजारबाट हामीले सुरुवात गरेको छौँ। देशव्यापी रूपमा चाहिँ यो आवाजहरू उठिरहेको छ। यो आन्दोलन अझ योभन्दा चाहिँ चर्को रूपमा अगाडि बढ्ने र कुलमान घिसिङलाई जसरी पनि पदस्थापना गरेर छाड्ने यो अभियानमा चाहिँ हामी अगाडि बढिरहेको छौँ। त्यस अर्थमा हाम्रो यो पर्सिको दिन चैत्र 15 गते काठमाडौँमा विरोध चाहिँ सभा चाहिँ रहेको छ। त्यो सभामा पनि यो सरकारको खबरदारी गर्नका लागि हामी काठमाडौँ जानेछौँ। त्यस कार्यक्रममा पनि यहाँहरू सम्पूर्णको उपस्थितिका लागि अनुरोध गर्न चाहन्छु। तस्करीहरूको संरक्षण भइराखेको छ, बिचौलियाहरू पोषिएका छन् र राम्रो काम गर्नेहरू दण्डित हुनु परेको छ। तपाईँ हामी सबैले भोगेका थियौँ। हिजो हामी सबै विद्यार्थी भाइ बहिनीहरू, हामी नेपाली सबै दाजुभाइ तथा दिदीबहिनीहरू उज्यालोबाट वञ्चित भएर अँध्यारोमा बस्न विवश थिए। हाम्रै देशका सरकारमा रहनेहरू कमिसनको भरमा सोलरबाट कमिसन खाएर, इन्भर्टरबाट कमिसन खाएर हामी नेपाली जनतालाई अँध्यारोमा 18 घण्टासम्म अँध्यारोमा राख्ने कामहरू गर्थे। लोड सेडिङको तालिका चाहिँ सुनाएर हामीलाई हतोत्साहित बनाउँथे। हामी अँध्यारोमा बस्न बाध्य थिए। बिजुली हामीले घरिघरि मात्रै आउँथ्यो, पाहुना जस्तो बिजुली हामीले भोग्नु पर्ने परिस्थिति। त्यस्तो अवस्थामा, अन्धकारको अवस्थामा रहेको मुलुकलाई एउटा असल, एउटा सक्षम विज्ञ सम्बन्धीको विज्ञ मान्छेलाई त्यो ठाउँमा ल्याउने बित्तिकै कुनै किसिमको विद्युतमा पनि त्यत्रो धेरै उत्पादन भएर थपिएर पनि होइन, कुनै बाहिरबाट अहिले विद्युत ल्याएका कारणले लोड सेडिङ अन्त्य भएको भनेर चाहिँ एउटा कालो पोत्ने कोसिस भइरहेको छ, त्यो पनि होइन। तर त्यही सञ्चित विद्युत, नेपालको जुन अवस्थाको विद्युत थियो, त्यही विद्युतलाई कुलमान घिसिङ जब उनी आए, उज्यालो नेपालको रूपमा अघि सार्ने कार्यक्रम लिएर आए, त्यसपछि हाम्रो नेपालमा त्यही विद्युतले हाम्रो देश लोड सेडिङ मुक्त भयो। तपाईँ हामी अँध्यारोमा बस्नु परेन। आज नेपाल उज्यालो नेपाल भएको छ। आज त्यसैभरि त्यतिखेरको अवस्थामा 58% मात्रै यो देशको भूगोलमा बत्ती बालिएको थियो। त्यो अवस्थामा पनि हामीले 18 घण्टा लोड सेडिङ बोक्नु पर्थ्यो। आज देशको 99% भूगोलमा बत्ती पुगिसकेको छ। नमस्कार, मेरो नाम डोमा राई। म चाहिँ अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य र हाम्रो यो
देशमा चाहिँ भइरहेको कुलमान घिसिङलाई चाहिँ विद्युत प्राधिकरण निर्देशकलाई चाहिँ अहिले केपी शर्मा ओली र अनि उता हाम्रो सरकारले चाहिँ हटाइराख्नु भएको छ। उसलाई चाहिँ राम्रो मान्छेलाई फालेर अब आफ्नो सालो आफ्नो परिवारको मान्छेलाई चाहिँ नियुक्ति गरेर यो चाहिँ हामीले अखिल क्रान्तिकारीले चाहिँ हामीले घोर भर्सना गर्छौँ। जतिसुकै कुलमान जस्तो मान्छे चाहिँ हाम्रो नेपालमा चाहिन्छ र हाम्रो अहिले पनि जे जस्तो भइराखेको कुलमानलाई नियुक्ति गर्नको लागि चाहिँ आवश्यकता छ। सबैजनालाई नमस्कार, मेरो नाम चाहिँ युवराज खड्का। म चाहिँ यहाँ गाईघाट त्रियुगा जनता बहुमुखी क्याम्पसको एउटा विद्यार्थी। अब देशमा धेरै खालको घटनाहरू घटिरहेको छ। अब त्यो मध्येको एउटा घटना के छ भन्दाखेरि हाम्रो कुलमान घिसिङज्यू उहाँलाई पद बहिष्कार गरेर हाम्रो केपी शर्मा ओलीज्यू हाम्रो प्रधानमन्त्रीले अब अहिले यसलाई साजिस भनौँ, एउटा षड्यन्त्र भनौँ, के भनौँ, आफ्नो मान्छेलाई गर्न खोजेको एउटा दया माया भनौँ कि के भनौँ, यो चाहिँ देशको लागि एकदमै हानिकारक चिज हो। जुन एउटा हिरा जस्तो मान्छेलाई पदबाट बहिष्कार गरेर अब को मान्छे हो त्यो मान्छे हामी पनि चिन्दैनौँ मजाले। अब कुलमान घिसिङको योगदान यो देशको लागि लगभग सबै नेपालीहरूलाई, मैले भनिराख्नै पर्दैन, सबै नेपालीहरूलाई थाहा नै छ। यो भएको हुनाले हाम्रो देशको एउटा विद्युत भनेको एउटा घर परिवारलाई उज्यालो बनाउने चिज, जुन कुरा हाम्रो लागि एकदमै अपरिहार्य छ। र यो जस्तो कुराको लागि हामीलाई गलत मान्छे होइन, हामीलाई सही मान्छे चाहियो। र हामी सबैलाई थाहा छ, हामी सबै नेपालीलाई थाहा छ, सही मान्छे भनेको कुलमान घिसिङ हो। र कुलमान घिसिङलाई फेरि पनि पदस्थापना गर्नै पर्छ।